यस्तो हो गरिमाको संशोधन भयो 3 संशोधन भन्ने भएछ नि त हाम्रो भनेको चाहिँ यो न्याय भनेको चाहिँ गरिमाकोमा मात्रै हो है निर्मलादेखिबाट जति पनि भइरहेको छ त्यो सबै हो र संस्कृति सम्झौता भन्नुभएको छ नि त्यो हामी सबै थाहा हुनु पऱ्यो कि यो एउटा गरिमाको लागि होइन हामी सबै चेन्जको लागि उठाइएको आवाज हो र जुन हाम्रो नेपालको कानुन छ मेन भनेको चाहिँ कानुन नै चेन्ज गर्नु पर्यो अब संशोधन गर्न मिल्छ होला म कानुनको स्टुडेन्ट होइन मलाई त्यति थाहा छैन तर जे पनि छ जति पनि छ नि तिनीहरू संशोधन गर्नु पऱ्यो र जुन बलात्कारीहरू छ नि तिनीहरूलाई चाहिँ अब आउँदाखेरि चाहिँ तिनीहरूले त्यस्तो सोच्न पनि नसकोस् क्या हाम्रो जुन हामी यहाँ प्रोटेस्ट गर्न आएको भनेको जति हुनु भइसक्यो अब जुन अपराधीहरू छ तिनीहरूले चाहिँ यस्तो कडा कारवाही गर्नु पऱ्यो कि अब जति पनि दिमाग केटाहरूको दिमागमा आउँछ नि त्यस्तो भन्ने चाहिँ हाम्रो उद्देश्य हो र गरिमाको लागि हाम्रो निर्मलादेखिबाट जति पनि अझ यो त पब्लिकमा आएको कुराहरू पब्लिकमा नआएको कुराहरू पनि छन् सबै समेटेर बलात्कारीलाई कडा कडा कारवाही होस् भन्ने चाहिँ हाम्रो चाहना हो हिजोको सम्झौता के हो त अब हामीलाई कति सुन्न आएको छ शालिग बनाएर त्यही सम्झौता भयो भन्ने सुन्न आएको छ कस्तो खालको बुझा भन्नुभयो त्यो भनेको अब त्यो एउटा हिसाबले राम्रो कुरा पनि उठेको छ तर अलिक टाढो होस् क्या किनकि अब हामीले कति अब हुन त फेक न्युजहरू हुँदा कति त्यस्तो नराम्रो न्युजहरू पनि सुन्न आएको छ यहाँ यस्तो इन्सिडेन्ट भयो त्यहाँ त्यस्तो इन्सिडेन्ट भयो जुन त्यहाँ भएको बुदाहरू एक हिसाबले भन्दाखेरि राम्रै हो किनकि जति नेपालको कानुन छ जुन बलात्कारलाई फाँसी नमिल्यो तर त्योभन्दा अरू त इन्काउन्टर गर्न त्योभन्दा कडा खालको नि हुन्छ नि जुन उसलाई जिउँदै हुँदै पनि मर्न पाए हुन्छ त्यस्तो खालको टर्चर टाइपको हुन्छ नि त्यस्तो खालको नि कानुन बनाउनु मिल्छ नि त मेन भनेको चाहिँ त्यस्तो बनाउनु पर्यो क्या अब आउने जेनेरेसन अब हामीले कति बाटोमा फिल गर्ने त्यस्तोहरू जुन हाम्रो बहिनीहरू आउँछ उनीहरूले चाहिँ त्यस्तो अझै फिल नगरोस् र आफ्नो हिँड्दा नि ममा प्रकाश आइरहेको छु भन्ने खालको त्यस्तो खालको हुन्छ नि जुन नारीलाई एक्लै हिँड्दाखेरि डर लाग्ने खालको फिल हुन्छ नि त्यस्तो चाहिँ नहोस् गाडी चढ्दाखेरि ला मलाई कसैले हुन्छ नि तरिकाले क्रस गर्ने त्यस्तोहरू नहोस् भन्ने चाहिँ हाम्रो उद्देश्य हो नि त त्यही भएर यो भनेको समग्र नारीहरूको लागि उठाइएको आवाज हो अलिक कडा खालको आओस् जुन बुझे सात बुझे भएको 7 दिनभित्र यस्तो कडा आओस् अब त्यो सुन्दाखेरि चाहिँ है यस्तो कानुन छ छोरी मान्छेहरूलाई हामीले जिस्काउनु हुन्न टक गर्नुहुन्न ब्याड कमेन्ट गर्नुहुन्न भन्ने चाहिँ केटाहरूको जति पनि नराम्रो थिङ्किङ गर्ने केटाहरू दिमागमा चाहिँ सोच्नुपर्छ हामी जहिलेसम्म हाम्रो जुन यो भने महिलाहरू गर्नुपर्छ राम्रो खालको कानुन आउने तबसम्म हाम्रो यो सरकार विरुद्धको प्रोटेस्ट होइन हाम्रो चेलीकेटीहरू सुरक्षित होस् भन्ने प्रोटेस्ट हो र यो जबसम्म नेपालमा त्यस्तो खालको कानुन आउँदैन तबसम्म हामी